गुड मर्निङ गुड मर्निङ गुड मर्निङ हाई ब्युटिफुल लेडिजहरू सबैलाई के छ किन हो यस्तो आज कहाँ जान लाग्यो हो र अनि यतातिर यस्तो छ अनि यतातिर हामी यस्तो छौँ मतलब म पनि यस्तै छु भन्न खोजेको हो अनि वेलकम हजुर सबैजनालाई फेरि पनि हाम्रो यो भ्लगको पार्ट 2 मा भनौँ अनि आज चाहिँ बिहानी भइसकेको छ हामी बसेको होटल यही नै हो उठ्यो अनि अब चट्ट लाएर ब्रेकफास्ट खान जाँदैछौँ अनि के छ तिम्रो खबर पानी पर्दैन होला जहाँसम्म के छ हाम्रो प्लानिङ ब्रेकफास्ट खाइन्छ कफी त्यसपछि हामी गइन्छ नायग्रा फल्स स्टेट पार्क त्यहाँ गएर 6 वटा टिकट काटिन्छ के भन्छ त्यसको नाम मेड अफ द मिस्ट टक्क बोट चढिन्छ टक्क रुजिन्छ रमाइलो गरिन्छ आइन्छ त्यसपछि हामी केप अफ द विन्ड्स गइन्छ नायग्रा फल्स हेरिन्छ अनि त्यसपछि नेक्स्ट प्लान हामी त्यही बेलै सोध्छौँ इन्स्टेन्टली हामीले सोध्नेछौँ हामीले अब सुनिहाल्नु तपाईँहरूले होइन केही भन्नै परेन मन जुस लिनु पर्ला होइन यसो गर्नु सक्छ एउटा काम ट्याक्कलाई यस्तो पार्दै हुनु पकाउनु पर्छ बेला बेलामा अलिअलि भन्न पर्छ कि नभनेर कहाँ हुन्छ र हाम्रो यता के रहेछ यो ओरेन्ज जुस हो सुरु भइसक्यो ओरेन्ज जुस यता चाहिँ हाम्रो कफी छ जस्तो लाग्यो अब दुईटा खाइदिनु नि त मलाई र उनलाई एउटा छुट्टै राखिदिनुहोस् त म यस्तो अरूलाई भएको देख्न सकिनँ मलाई राखिदिनुहोस् म कहाँ यस्तो देख्नै सकिनँ मैले अब के गरौँ म ल खानु छ है यस्तो मिठो आएको छ हाम्रो वाफल फ्राइज वाफल के भन्छ वाफलै है यो चाहिँ मैले बनाएको वाफल है ए ल त्यो खिच्न पर्ने थियो त्यो भरि खिचेन यार बनाउँदै हुनुहुन्छ म काटिदिन्छु नि केही छैन त्यो कस्तो लाग्यो ब्रो के ल्याउनु भयो कि के हो ए कफी दुध हालेर है ठ्यापा लाएर ल अब हामी चाहिँ जानलाई रेडी भइसकेको छौँ च्याट्ट लाएर ट्याप्प लाएर सक्दैन नि फेरि है अनि त्यही भएर चाहिँ हामी अब फल्स हेर्नलाई जाँदैछौँ के हुँदैछ यता बाहिर एयरफिल्डले अब हाम्रो यतातिर अलिकति समस्या छ त्यही पनि अब उतै गएर नै भेटौँला नि त अब के छ र होइन के हो हुन्छ होइन र उतै पानीमा भेट पानीमै गएरै पानीको चाहिँ मेन हो है त्यो चाहिँ नछुटाउनु होला हेर्नुहोस् यहाँसम्म हेरिसक्नु भयो तपाईँहरूले त्यो छुटाउनु भयो भने त अब यो भ्लगको त के फेरि अब हुन त हाम्रो प्रत्येक क्षण रमणीय नै छ होइन त्यही पनि त्यहाँनिर चाहिँ एकदम रमाइलो हुनेवाला छ त्यहीँ गएर चाहिँ भेटौँला है त एकजना ट्याप्प पारिदिनु
फाइनली हामी आइपुगेको छौँ हाम्रो मेन डेस्टिनेसनमा अनि फोटो सोटो खिच्यो यसो नाइग्रा फल्स आमा यहाँ खिच्नु पर्ने रहेछ नि खासमा त दामी छ यार उता पारिको चाहिँ त्यही हो हिजो हामीले त्यो फायर वर्क्सहरू हेरेको त्यो पारिको चाहिँ त्यो बिल्डिङहरू भएको चाहिँ क्यानाडा हो अनि बिचमा चाहिँ यहाँनिर छ क्लियरली देखिन्छ कि देखिँदैन है नाइग्रा फल्स चाहिँ यही नै हो हामी त्यहीँ जाँदैछौँ बोटिङको लागि यो चाहिँ हाम्रो यहाँनिर चाहिँ रहेछ टिकट काउन्टर चाहिँ लामो लाइन छ भ्याउँछ भ्याउँदैन हेर्नु ओ यसरी त्यहाँनिरबाट जाँदो रहेछ हो जहाजहरू अनि यतातिर पनि नदी नै रहेछ मेन चाहिँ खासमा त्यहाँ हो हामी पुग्नुपर्ने त्यही तल जान खोज्दैछौँ तर जहाजहरू चाहिँ हेर्नु लाग्छ दामी भ्यू छ यस्तो दामी मोबाइलहरू उडाला है मोटरसाइकल है अलिक त्यही जानु लाग्छ ए उडाउला नि उडाउला फेरि क्याम्पर क्याम्प राम्रो गर्दा है ब्लग चलिरहेछ है कता हो दामी छ दामी छ ल अब सुनिहाल्नु भयो नि त तपाईँले होइन अब त्यहाँनिर सब्सक्राइब छ सब्सक्राइब होइन अनि लाइक पनि भिडियोस् नि कमेन्ट पनि हाल्नु दामी 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 रमाइलो 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 ओके ओके आइयो है साथीहरू हामीहरू चाहिँ फाइनली तलसम्म आइसक्यौँ त माथिदेखि आइयो आम्मामा देखिरहनु माथि कति माथि छ यहाँनिर चाहिँ अब हामीहरू बाइ द वे यो निलो चाहिँ युएसको लागि हो रातो लाउनेहरू चाहिँ क्यानाडाको लागि हो है जस्ट फर यर इन्फर्मेसन यस्तो निलो प्लास्टिक लाउने चाहिँ युएस अनि रातो प्लास्टिक लाउनेहरू यहाँनिर छ रातो प्लास्टिक लगाएर छन् त्यो क्या क्यानाडाको है कहाँ सक्छ हो त्यतिकै ए आइराख्नु भएको छ कता ए छुट्नु भयो नि त हजुर त ल ल ल कस्तो भइरहेछ थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू दामी दाईहरू हल्का दिइसक्नुभयो है गुड मर्निङ हेलो 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 एकजनालाई समावेश गरौँ न भ्लगमा भनेर हाम्रो बोट चाहिँ यही हो जेम्स बी क्लिन भन्ने यो त टोपी उडाउला जस्तो छ पानी कतातिर लाग्यो तिमी पहिला लगाऊ त यो कतिखेर लाउने म लगाइसकेर एकछिन पछि भेटाउनु होइन म लगाउँछु पहिला त्यसपछि है आइयो 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 बोटमा आइयो लगाइसकेँ ल रमाइलो रमाइलो हेलो हेलो हामी चाहिँ यहाँनिर आइसकेको छौँ अब बोटमा हामी चढ्दैछौँ अनि अब कता कता हो माथि जाने होला नि माथि नजाने माथि जानु पर्यो माथि जानु पर्यो जाम 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 जाऊ 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 ल है यो त यार के हुँदैछ हौ यो ए आइयो फाइनली नाइग्रा फल्सको ट्रिपमा हामी आइसक्यौँ कस्तो भइरह रमाइलो एकदमै जोरदार हावा चलिरहेको छ हावाले हामीलाई एकदमै हालिरहेको छ हामी चाहिँ जानलाई रेडी भइसकेको छौँ घटनाको छेउमा जाँदैछौँ एकदम रेडी छौँ हामी
समात्न पर्ने होला है त्यहाँबाट आइयो है अघि हामीहरू कस्तो भइरहेको बनाउँदो के गर्दै हुन्छ एकदम चिल चिल भइरहेछ है कहीँ केही पनि उनीहरूलाई फोटो खिच्न लागि ल हेर्नुहोस् ल वाह आहा क्या मजा कस्तो राम्रो ल ल ल ए पानी त भिजाउनु रहेछ नि त ल मजा आइरहेछ यस्तो सही छ यार ल हेर ल See the American Falls. It is 180 feet high. यो चाहिँ अब भिजाउने आयो है साथीहरु अब केही देखिँदैन त्यहाँनिर गर्छौँ हामी ओहो मेकअप सेकअप उद्रिने भयो सबै ओहो यता पानी हेर न पानी पानी हेर पानी भिजायो ओ यो त लुत्रीकै भिजाएको छ यार लगलाई हेर रोकिदिउँ कि क्या कस्तो भयो त यता हो हो छोड्दियो अब च्याट्यो पनि च्याट्यो फल्सहरू यही हो नाइग्रा फल्स है साथीभाइहरू नाइग्रा फल्स यही हो यस्तो पानीमा भिजी पनि हजुरहरूलाई देखाइराखेको छौँ है लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला यदि भिजी गर्न पनि देखाइराखेको छौँ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला है जुत्ता सब भिजो अब केही छैन केही छ बुढी तिमी कता गयौ त एक्लै यार ओहो वाउ त्यो त भवसागर छ यार यहाँनिर कस्तो लाग्यो त बुढी तिमीलाई मजा आइरहेछ आमा यो त घुमाउँदो रहेछ नि यहाँनिर केही देखिएको छ कि छैन है आयो मजा आयो भएन पानी पर्यो औसिना पर्यो भाउजूलाई मन पर्यो पानी पर्यो असिना झर्यो भाइको रुमाल भाउजूलाई मन पर्यो त्यसो गाइजहरू पानीले छुट्यो है यहाँदेखि सुरु गरौँ न कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो एकदम हजुरलाई यता दुईजना चाहिँ अब एकछिनमा सोधौँला हामीलाई यस्तो मजा आयो है पानीले चाहिँ छुट्यो अलिकता तर अब हामी बाहिर आइसकेको छौँ यस पछाडि के हुन्छ आई डोन्ट नो बट टोपीसँग है टोपी चाहिँ यहाँनिर चाहिँ हुन्छ है अहिले चस्मा
प्रासे ओ आइने है ल्याउनु भएको नि ल्याउनु भएको छ नि गाडीमै छ नि मलाई चाहिँ थाल्नु पर्यो ल मान्छे मजा आयो एकदमै तपाईँ लाएर सुहाइ गर्नुभयो तपाईँ चाहिँ आउनै पर्छ भनौँ न अनि यो क्यामेराम्यानलाई के भन्न चाहनुहुन्छ हजुरले क्यामेराम्यानले एकदम राम्रो काम गर्नु भएको छ एकदम राम्रो उहाँले एकदम धेरै धन्यवाद हामी दिन चाहन्छौँ अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला र एकदमै धेरै भ्युजले हामीलाई हौसला दिनु होला भनेपछि धन्य भयो थ्याङ्क यू सो मच ब्रदरलाई चाहिँ यो चाहिँ अब हाम्रो ट्रली हो यो ट्रली पनि यहाँ स्टेट पार्कमा चाहिँ लाग्दो रहेछ मजाको होइन अनि ओहो रमाइलो छ ट्रली पनि रहेछ तपाईँहरूलाई यसो जानकारी दिनको लागि होइन इनकेस ट्रलीमा जानु मन लाग्यो भने $5 हो एडल्ट्सहरूको लागि अनि बच्चा बच्चीको लागि $3 छ टक्क यो स्टेट पार्क घुमाइदिन्छ मजाले यो हो नि त माया भनेको त आहा फुलै फुलको सुनमा तिमी माया आहा क्या राम्रो ल ल ल ल भर्खरै हामी टिकटक सिकटक नि बनायो साथीहरू होइन अनि हामी सबैजना मिलेर टिकटक बनाएको छौँ त्यो पनि अब लिङ्कहरू सबै पुरा डिस्क्रिप्सनमै हुन्छ कि त्यहाँ गएर मजाले हेरिदिनुहोस् अब हामी अझै स्टेट पार्कमै रमाइलो गर्दैछौँ यसो त्यो मुनि गएर झर्ना हेर्ने ठाउँमा पुगौँ भनेको जाँदैछौँ जाने प्रक्रिया सुरु भइरहेछ चलिरहेछ गएर भेटौँ लाग्छ टाउनमा अब नयाँ भ्लगर आइसकेको छ कम्पिटिसन दिनलाई ए यो त अर्को रहेछ नि त कहाँ जाँदैछौँ रे हामी जाँदैछौँ केभ अफ द विन्ड जाँदैछौँ हामी सक्दैन नि फेरि है कम्पिटिसन है आमा यताको सब्सक्राइबरहरू यता है सबैजना के हो यार यता आउनु पऱ्यो भ्लगमा आमा कस्तो खतरा आइरहेको छ ल हामी फाइनली चाहिँ एउटा नजिकबाट हेर्ने ठाउँमा आइपुगेको छौँ अघि हामी उता पर थियौँ अर्को साइडमा अहिले चाहिँ हामी यो साइडमा छौँ अनि यो साइडबाट चाहिँ एकदम मजाले देखिरहेको छ एज यु क्यान सी हेलो गाइज हामी चाहिँ मेरो त मिस्टरहरू हेरेर आइसक्यौँ अब हामी रोड क्रस गर्दैछौँ एन्ड वी आर गोइङ टु what it's called Niagara Tandoori Hut. It's a Nepali plus Indian restaurant. So there is our flag over there. And let's go. टक्क खानाहरू चाहिँ बिरयानी मासु आलु तरकारीहरू छ नानहरू छ रसबरी छ समोसा छ टक्क खानु पऱ्यो खाना लिइहाल्यो त्यस पछाडि अरू देखाउनु ल हामीले चाहिँ ट्याक्क लाएर लिइसकेको छौँ We're so lucky. Nepali restaurant and here we have a buffet today. So असम हामी उतातिर के छ हाम्रो मिठो भइरहेको गाह्रो भएको साथीहरू खान्छौँ होस् मैले फेरि बोल्छौँ एनर्जीहरूको त आइसक्यो मेरो त अब यस्तो छ होइन
म पनि मजाले खान्छु खानामा के छ देखाउँछु ल यहाँनिर चाहिँ अब आलुको तरकारी भयो पनिर समोसा अनि पापड नि छ अनि यो रोटी भयो तन्दुरी चना बिरयानी भुटेको भात अनि दाल धन्ने ल्यायो चिकन टिक्का मसाला यो त खानु खाना खाइसकेपछि यस्तो छ हाम्रो स्थिति फिनिश 2 प्लेट फिनिश उता 2 प्लेट फिनिश उता प्लेटहरू पनि फिनिश अब टिकटकहरू अब जाँदैछ आयो है आयो हाम्रो खेल्न आयो चाट लाएर मिठो हुनलाई के मन पर्दैन यस्तो रहेछ Hello guys. Hey बुढो खै मेरो मोबाइल खै मेरो टिभी मोबाइल आउन पहिला यहाँ एउटा गर्छ एकछिन गरिहाल्छ मलाई पुग्यो बाइ द वे हामी चाहिँ अहिले बफेलोमा बफेलो भनेको चाहिँ सिटी हो न्युयोर्क स्टेटको अनि यतातिर चाहिँ हाम्रो यो वारसिप छ अनि यतातिर चाहिँ हामीहरू छौँ अनि यतातिर चाहिँ डाउनटाउन छ बादमा घुमेर आइयो चिसोको माहौल छ बट चिसो भए पनि हामीलाई मतलब छैन एकैछिनलाई भए पनि त्यहाँदेखि नाइग्रा फल्सदेखि चाहिँ आउन मन लाग्छ भने 30-40 मिनटको बाटो हो आएर यसो फ्रेस हुन सकिन्छ अब झर्ना मात्रै देखिरहेको छ नि त अघिदेखि यसो आएर यतातिर सिटीतिर आएर यसो मजाले चाहिँ अब यस्तै हो बिचमा अब आइसक्रिम खाँदै हामी भ्लग बनाउँदै हिँडिरहेको छौँ त्यही पनि आएर मजाले रमाइलो गर्न सक्नुहुन्छ बफेलो सिटीमा अब हामी चाहिँ अब अर्को कतातिर हुन्छ लाग्छौँ भनेर गाइस अहिले चाहिँ रातिको कति बज्यो रातिको 10:30 भयो हामी चाहिँ सबैजना कसरी हो मजाले है सबैजना हामी चाहिँ यहाँ छौँ टक्क लाएर थुक्पा खान आँटेछौँ यता 2 जना हुनुहुन्छ यो चाहिँ हामी नेपाली रेस्टुरेन्ट बिहान जहाँ हामीले खाना खाथ्यौँ त्यहीँनिर चाहिँ हामी आछौँ होइन यसरी एकदमै अब ल है त अझै मोमो पनि आउनु बाँकी छ मोमो आएपछि फेरि हजुरलाई देखाउँछौँ है ल हस् त साह्रो मिठो है यस्तो मिठो छ नि बट अब मोमोको चाहिँ तिमीले नेपाली हो भने बोलाउनु गएको भने एउटा फोटो एउटा बुमबेऱ्याङ एउटा नर्मल भिडियो गरेँ यदि नाइग्रा फल आइयो भनेपछि तन्दुरी हटमा आउनु पर्यो है नि त ल गुड मर्निङ गाइस गुड मर्निङ आज हाम्रो फाइनल डे वी आर गोइङ ब्याक होम यहाँनिर है आशिष ब्रदर हुनुहुन्छ गुड मर्निङ ब्रदर अनि मोटुमाया के हो तिमी त हेर्दा नि हेर्दैन त यार के हो तिमी यस्तो खालको गुड मर्निङ उता आशा भाउजू गौरी भाउजू पर्वत ब्रदर उता हुनुहुन्छ हाम्रो लगेज यस्तो छ अनि जानलाई हामी सबै रेडी भइसक्यौँ बट एनिवे गुड मर्निङ गौरी भाउजू फाइनल डे अब जानुलाई है त्यही त नि न्यास्लो लाहा कि के लाहा है लाज छैन रमाइलो भयो है
गुड मर्निङ आफ्नो भाउजूलाई पनि कस्तो लागिरह हजुरलाई खै अलि देख्नु भएन कि कसैले है यस्तो छ फेरि सक्दैन नि फेरि है त्यही त नि अब जानलाई हामीहरू रेडी भइसकेको छौँ यो ट्राइपोड चाहिँ काममा आएन है निकालिएन बट एनीवे कतै छौँ अब फेरि आफ्नो इन्डियानामा हामी फाइनल्ली काममा पनि जानु पर्यो है काम पनि गर्नु पर्यो नि खर्च मात्रै गर्नु भएन उठाउनु पनि पर्यो है ब्याक टु इन्डियानापोलिस जाँदैछौँ चाँडै हिँड्ने तर्फ रहेछ ब्रेकफास्ट खाएर हो नि मेरो बुढी है यदि बेरसँग कसैले चिन्नु भएको थिएन भने चाहिँ अब चिन्नु भयो त्यही त नि जबसम्म हामी सबै सँगै छौँ होइन रमाइलो कहिले पनि सकिँदैन अब चाहिँ एकछिन नास्ता खान जाऊँ अनि नास्ता खाइसकेर चाहिँ हामी भेटौँ राइट साथीहरू सबैजना थाकेर यहाँ लौलट परिसक्नु भएको छ अब फाइनल्ली इन्डियानापोलिसमा आइयो ल एकचोटि चाहिँ सबैलाई सोध्छु म कस्तो लाग्यो यो ट्रिप के छ यसो एकदमै रमाइलो भयो एकदमै अमेजिङ एक्सपिरियन्स हजुर भिडियो आउँदै नै थियो अब हेर्नु होला राम्रोसँग हैन कस्तो छ के छ हैन फलो सब्स्क्राइब सबै गर्नु होला अनि कुनै कमेन्टहरु छोड्नु पर्ने हामी इम्प्रुभ गर्नु पर्ने कुनै केही छ भने हामीलाई कमेन्ट गर्नु होला घुमेर हामी है भिडियो फेरि भेटौँला ओके अनि यतातिर हाम्रो आशिषलाई कस्तो लाग्यो एकदम रमाइलो रह्यो हाम्रो यात्रा हैन नायग्रा फल्ससम्मको 2 दिन बितायो 2 नाइट्स बितायो नायग्रा फल्समा र आज भर्खर अहिले अब बेलुकाको 9 बजेको छ सन्डे आज ठ्याक्क आइपुग्यो यसको लागि सबै साथीभाइहरूलाई धेरै धेरै धन्यवाद छात्र सहयोगको लागि यस्तो रमाइलो यात्रा भयो हाम्रो नायग्रा फल्स रेकमेन्ड गर्नुहुन्छ सबैलाई दियो एकचोटि चाहिँ सबैले एकचोटि जानै पर्ने ठाउँ अमेरिकामा बसेर एकदम राम्रो रिक्रिएसनल सेम टु यु है यही हो मेरो सबै कपी पेस्ट अनि हाम्रो कता जानु भयो यार पर्वत बरो ल छटकरीमा हजुरलाई कस्तो लाग्यो त नि यो ट्रिप एकदम 5 स्टार 5 स्टार छ है रमाइलो एकदम जानुपर्छ सबैजना अनि ट्रिप रमाइलो लाग्यो रमाइलो एकदम थकित अलि थकित भइयो जान थिएन हामी धेरै अब सक्दिन्न रमाइलो भयो एकदम थ्याङ्क यू सबैजनालाई पनि थ्याङ्क यू र मेरो तर्फबाट धेरै धेरै थ्याङ्क यू मलाई पनि एकदमै मन पर्यो ट्रिप थाकेर लौलट परिए पनि यो भ्लग चाहिँ म मजाले एडिट गरेर हजुरको सामु पस्किन्छु अनि यही हो किप सपोर्टिङ लाइक कमेन्ट एन्ड सब्स्क्राइब शेयर सब्स्क्राइब सबै गरिदिनु होला प्रेस द बेल आइकन सबै गरिदिनु होला हैन अनि अर्कोचोटि फेरि अर्को भ्लग लिएर आउनेछौँ See you next time. See you next time. Bye. Dapala. oh, 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 oh.